आज हामी स्टार्ट गर्छौं पेप्टिक अल्सरको बारेमा। ग्यास्ट्रोइन्टेस्टाइनल ड्रग्समा पनि हामीहरू पेप्टिक अल्सरको बारेमा आज हामी कुरा गर्दै गइरहेछौं। पेप्टिक अल्सर भनेको के रहेछ भनेपछि अ वुन्ड्स अफ द इसोफेगस, स्टोमक एन्ड द इन्टेस्टाइन। धेरै जसोलाई के लाग्छ भने पेप्टिक अल्सर भनेको हाम्रो इन्टेस्टाइनमा या त हाम्रो स्टोमकमा भएको घाउलाई मात्र पेप्टिक अल्सर भन्छ भने त्यस्तो छैन। भनेको पेप्टिक अल्सर भनेको के हो त वुन्ड, हाम्रो यदि खुला घाउ या त सोर हाम्रो या त इसोफेगसमा छ या त स्टोमकमा छ या त इन्टेस्टाइनमा छ भने त्यसलाई के भनिन्छ? पेप्टिक अल्सर भनिन्छ कम्बाइनमा है। जस्तै यदि हाम्रो ड्युडेनलमा भयो भनेपछि त्यसलाई ड्युडेनल अल्सर भन्छ, स्टोमकमा भयो भने त्यसलाई ग्यास्ट्रिक अल्सर भन्दो रहेछ। यो हुनुको पेप्टिक अल्सर हुनुको रिजन चाहिँ के रहेछ त? दुईवटा फ्याक्टर रहेछ। त्यो भनेको इम्ब्यालेन्स बिट्विन एग्रेसिभ फ्याक्टर एन्ड डिफेन्सिभ फ्याक्टर है। यदि हाम्रो एग्रेसिभ फ्याक्टर र डिफेन्सिभ फ्याक्टरको बिचमा इम्ब्यालेन्स भइरहेछ भने त्यसले गर्दा के हुन्छ त? पेप्टिक अल्सर हुने गर्छ है। यदि यो दुईटाको बिचमा प्रोपर ब्यालेन्स छ भने पेप्टिक अल्सर हुँदैन, तर यो दुईटाको बिचमा इम्ब्यालेन्स भइदियो भने त्यसले गर्दा के हुन्छ? पेप्टिक अल्सर हुने गर्छ। एग्रेसिभ फ्याक्टर भनेको के रहेछ त? एसिड, पेप्सिन, बाइल र एच पाइलोरी। यिनीहरू के हो त? हाम्रो एग्रेसिभ फ्याक्टर हो है। यो फेरि चाहिन्छ, यिनीहरूले के गर्छ त? यी एग्रेसिभ फ्याक्टरहरूले धेरै भयो भने त्यसले गर्दा पेप्टिक अल्सर हुने गर्छ। तर यो हामीहरूलाई चाहिन्छ किनकि फुडलाई डाइजेसन गर्नको लागि अब एसिड हामीहरूलाई इम्पोर्टेन्ट भइहाल्यो फुडलाई डाइजेसन गर्नको लागि। पेप्सिन हामीहरूलाई चाहिन्छ हैन, प्रोटिनलाई डाइजेस्ट गर्नको लागि हामीहरूलाई के चाहिन्छ त? पेप्सिन चाहिन्छ। अर्को भनेको बाइल चाहिन्छ फ्याटहरूलाई डाइजेस्ट गर्नको लागि। र अर्को एउटा छ एच पाइलोरी। यो भनेको एच पाइलोरी भनेको के रहेछ त? ब्याक्टेरिया हो। त्यसमा पनि यो कस्तो टाइपको ब्याक्टेरिया हो भने ग्राम नेगेटिभ ब्याक्टेरिया हो है। यो के हो त? ग्राम नेगेटिभ ब्याक्टेरिया हो। यो जुन एच पाइलोरी ब्याक्टेरिया छ यो हामीहरूको एसिडिक मिडियममा मात्र यसको ग्रोथ हुने गर्छ। यो एच पाइलोरीले पनि पेप्टिक अल्सर गराउँछ भन्ने कुरा चाहिँ 2005 मा मात्र थाहा भयो कि हाम्रो यो एच पाइलोरीले पनि पेप्टिक अल्सर गराउँछ। त्यो भन्दा पहिला चाहिँ यो एच पाइलोरीले अल्सर गराउँछ भन्ने कुरा चाहिँ थिएन। 2005 पछि रिसर्च भइसकेपछि मात्र थाहा भयो कि एच पाइलोरीले पनि अल्सर गराउँछ। त्यस्तै यिनीहरू यदि हामीहरूलाई पेप्टिक अल्सर गराउने कारकहरू भयो, फ्याक्टरहरू भयो भने त्यसको लागि हामीसँग के पनि छ त? डिफेन्सिभ फ्याक्टर पनि छ। त्यो भने के रहेछ त? ग्यास्ट्रिक म्युकसा है, जुन हामीहरूको स्टोमकको माथिको जुन लेयर हुन्छ। फर इक्जाम्पलको लागि यदि हामीहरू स्टोमकलाई हेरियो भने यो माथिको जुन लेयर छ, स्टोमकको माथिको जुन लेयर छ, यो लेयरलाई के भन्छ त? म्युकोसल लेयर भन्छ। म्युकोसल लेयर भन्छ। यो लेयरको काम के हो भने कुनै पनि डिफेन्सिभ फ्याक्टरहरूले बाट बचाउने काम चाहिँ कसले गरिरहेछ त? यो हाम्रो म्युकोसल लेयरले गर्छ या त ग्यास्ट्रिक म्युकोसाले गर्छ। त्यसैलाई के पनि भन्छ त? ग्यास्ट्रिक म्युकोसा पनि भन्छ। जस्तै यदि हामीहरूको मानव हातमा ग्लोभ्स लगाएछौँ र कुनै केमिस्ट्री ल्याबमा कुनै एक्सपेरिमेन्ट गरिरहेछौँ भने त्यति बेला कुनै पनि केमिकलहरू आयो भने त्यसबाट बचाउने काम कसले गर्छ त? त्यही ग्लोभ्सले गर्छ है। जबसम्म हामी ग्लोभ्स लगाछौँ भने कुनै पनि केमिकल्सहरू हाम्रो सेलहरूलाई हार्म गर्दैन। सेम कुरा यहाँ पनि हुन्छ। यदि जुन पनि एसिड होस्, चाहे पेप्सिन होस्, चाहे एच पाइलोरी होस्, यिनीहरूबाट बचाउने काम चाहिँ कसले गरिरहेछ त? हाम्रो ग्यास्ट्रिक म्युकोसाले गरिरहेछ। यस जुन हाम्रो स्मुथ मसलहरू, जुन स्टोमकको स्मुथ मसलहरू छ त्यसबाट बचाउने काम चाहिँ हाम्रो ग्यास्ट्रिक म्युकोसाले गर्ने गर्छ। अर्को भनेको बाइकार्बोनेट। बाइकार्बोनेटले के गर्छ भने जुन एसिडिटी हाम्रो स्टोमकमा छ त्यसलाई न्युट्रलाइज गर्ने काम या त हाम्रो स्टोमकको पीएच बढाउने काम। हाम्रो स्टोमकको पीएच के हुन्छ त? एसिडिक मिडियम हुन्छ। त्यो भनेको 1 to 3 हुन्छ।
कति हुन्छ त 1 to 3 हुन्छ भने यदि हाम्रो बाइकार्बोनेट रिलिज भयो भने त्यसले के गर्छ त यसको pH बनाउँछ भने हाम्रो एसिडलाई के गर्यो त न्युट्रलाइज गर्ने भयो बाइकार्बोनेटले जस्तै हामीहरुको फर एक्जाम्पलको लागि नर्मली हामीहरुको ग्यास्ट्राइटिस हुन्छ पेटमा ग्यास बन्छ तर हरेक टाइम हामीहरुलाई मेडिसिनै खानु पर्दैन किनभने यही बायोकार्बोनेट जुन हुन्छ त्यसले के गर्दिन्छ त हाम्रो पेटमा भएको एसिडलाई न्युट्रलाइज गर्ने काम गर्छ त्यस्तै अर्को छ प्रोस्टोग्ल्यान्डिन है यो एउटा इम्पोर्टेन्ट केमिकल हो जसले चाहिँ हाम्रो म्युकसल जुन म्युकसल लेयर छ यसलाई रिपेयर गर्ने या त त्यसलाई बनाउने काम चाहिँ कसले गर्छ त प्रोस्टोग्ल्यान्डिनले गर्छ यदि यसको पनि कमी भयो भने यसले गर्दा पनि के हुन्छ त पेप्टिक अल्सर हुन्छ त्यसैले सम टाइम हामीहरुले नन सेलेक्टिभ एनएसआइडी खान्छौं है नन सेलेक्टिभ एनएसआइडी खान्छौं भने त्यति बेला अल्सर गराउँछ त्यो केले गर्दा गराउँछ त यही प्रोस्टोग्ल्यान्डिनले गराउने गर्छ है त्यसको लागि हामीहरुले मेडिसिन दिन्छौं मिसोप्रोस्टोल भन्ने मेडिसिन चाहिँ दिने गर्छ अब नेक्स्ट कुरा हाम्रो फर्म्स अफ अल्सर भयो अब यसमा हाम्रो ड्युडेनल अल्सर भइहाल्यो मोस्टली हुने अर्को भनेको ग्यास्ट्रिक अल्सर धेरै जसोमा देखिने अल्सरहरू भनेको एउटा ड्युडेनल अल्सर र अर्को ग्यास्ट्रिक अल्सर धेरै जसो लगभग 70% पेशेन्टमा हुने अल्सर भनेको के रहेछ त ड्युडेनल अल्सर रहेछ थोरै मान्छेमा चाहिँ ग्यास्ट्रिक अल्सर देखिन्छ है ड्युडेनल अल्सर हुनुको एउटा रिजन हुन धेरैवटा कारणले हुन्छ तर एउटा रिजन के हो त एग्रेसिभ फ्याक्टर हाई हुन्छ ड्युडेनल अल्सर हुनको रिजन के रहेछ त हाम्रो एग्रेसिभ फ्याक्टरहरू हाई हुन्छ डिफेन्सिभ फ्याक्टर नर्मल हुन्छ यदि डिफेन्सिभ फ्याक्टर नर्मल छ र हाम्रो एग्रेसिभ फ्याक्टर यदि हाई भयो भने त्यसले गर्दा के हुन्छ त अल्सर हुने गर्छ सम टाइम कहिलेकाहीँ के हुन्छ त डिफेन्सिभ फ्याक्टर कम भइदियो र हाम्रो एग्रेसिभ फ्याक्टर नर्मल छ भने त्यति बेला पनि अल्सर हुने गर्छ है यदि हाम्रो डिफेन्सिभ फ्याक्टर कमजोर भइदियो र एग्रेसिभ फ्याक्टरहरू हाई भयो भने त्यसले गर्दा ड्युडेनल अल्सर हुने भयो तर सम टाइम के भइदिन्छ त एग्रेसिभ फ्याक्टरहरू नर्मल हुन्छ र डिफेन्सिभ फ्याक्टरहरू कम भइदियो भने त्यति बेला पनि अल्सर हुने गर्छ नेक्स्ट हाम्रो ग्यास्ट्रिक एसिड सेक्रेसन इज रेगुलेटेड बाइ हाम्रो ग्यास्ट्रिक एसिड सेक्रेसन चाहिँ कसरी रेगुलेट हुँदो रहेछ भनेपछि एउटा छ भेगस पाथवे है नर्मली हामीहरु कुरा गर्छौं भने अटोनोमिक नर्भस सिस्टममा थोरै हामी कुरा गर्यौं भने के हुन्छ त सिम्पैथेटिक र प्यारासिम्पैथेटिक न्यूरोट्रान्समिटरहरू हुन्छ प्यारासिम्पैथेटिक जुन न्यूरोट्रान्समिटर छ त्यो कति बेला रिलिज हुन्छ भने हाम्रो रेस्ट र डाइजेस्टको केसमा रिलिज हुने गर्छ त्यो भनेको एसिटाइल कोलिन हो त्यही एसिटाइल कोलिनले के गर्छ त डाइजेसनको प्रक्रियालाई हाई गराउँछ हामीहरुले त्यो अटोनोमिक नर्भस सिस्टममा पढ्ने गर्छौं हो सेम कुरा यहाँ हुन्छ ती एसिटाइल कोलिनले के गर्छ त एसिड प्रोडक्सन पनि गराउँछ है त्यसले के गर्छ हाम्रो एसिड प्रोडक्सनलाई पनि रेगुलेट गर्ने गर्छ अर्को भयो ग्यास्ट्रिन पाथवे है र हाम्रो लोकल हिस्टामिन जुन हिस्टामिन हुन्छ त्यसैले हामीहरु H2 एन्टिहिस्टामिन ड्रग्सहरु खान्छौं यही लोकल हिस्टामिन आएर हाम्रो H2 रिसेप्टरमा बाइन्ड गर्छ र जसले गर्दा एसिड प्रोडक्सन चाहिँ हाई हुने गर्छ हाम्रो एसिड प्रोडक्सन कसरी हुन्छ त हाम्रो स्टमकमा भनेपछि यो हाइड्रोजन पोटासियम एटिपेज भन्ने एउटा पम्प सेक्टर हुन्छ जसलाई हामीहरु के भन्छौं त प्रोटोन पम्प भन्छौं है यो भनेको आयन च्यानल हुने गर्छ कुन आयन च्यानल त हाइड्रोजन पोटासियम एटिपेज भन्ने आयन च्यानल हुन्छ त्यही च्यानललाई के भनिन्छ त प्रोटोन पम्प पनि भन्छ यो हुन्छ कहाँ त हाम्रो स्टमकको पेराइटल सेलमा हुन्छ है यो प्रोटोन पम्प या त हाइड्रोजन पोटासियम एटिपेज कहाँ हुँदो रहेछ त पेराइटल सेलमा हुन्छ यही हाइड्रोजन पोटासियम एटिपेजलाई के भन्छ त प्रोटोन पम्प भन्छ यो कुरा चाहिँ याद राख्ने हामीहरुले यो कुरा याद राख्यो भने हाम्रो प्रोटोन पम्प इन्हिबिटरको जुन मेकानिजम अफ एक्सन पढ्छौं त्यति बेला धेरै नै हेल्पफुल हुन्छ अब यो जुन हाम्रो हाइड्रोजन पोटासियम एटिपेज हुन्छ यहाँबाट के निस्किन्छ त H+ निकाल्छ है यो पम्पबाट के निकाल्छ त H+ निस्किने गर्छ र अर्को भनेको हाम्रो Cl-
यो चाहिँ हाम्रो प्लाज्माबाट है, हाम्रो प्लाज्माबाट के गर्छ त आउने गर्छ, ड्राउन गर्छ र यो दुईटै मिलेर हामी जुन एसिड भन्छौँ, पेटमा भएको एसिड भन्छौँ, त्यो भनेको के हो त HCl हो है। यो बनेको चाहिँ कसरी छ त H+ + Cl- ले बनेको छ भने यो H+ हाम्रो कहाँबाट आयो त यो हाइड्रोजन पोटासियम एटिपेजबाट H+ आउने भयो र क्लोराइड Cl- चाहिँ कहाँबाट हामी लियौँ त प्लाज्माबाट आउने भयो र यो दुईटै हाम्रो स्टमकमा मिक्स भएर के बन्ने भयो त HCl बन्ने भयो है। र यही एसिड चाहिँ धेरै प्रोडक्सन भयो भने त्यसले गर्दा पनि अल्सर हुने गर्छ। मेन कजहरू अल्सरको के रहेछ भनेपछि एउटा H. पाइलोरी छ है, हेलिकोब्याक्टर पाइलोरी छ, त्यसपछि NSAID छ, नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग्सहरूले पनि के गराउँछ त अल्सर गराउने गर्छ। अर्को भनेको स्ट्रेसले पनि अल्सर गराउँछ, स्ट्रेसले पनि धेरै एसिड प्रोडक्सन चाहिँ गराउँदो रहेछ। अर्को भनेको इम्पिटी स्टमक, लङ टर्मसम्म हाम्रो पेट खाली छ भने त्यसले गर्दा पनि एसिडको प्रोडक्सन हाई हुन्छ र एसिड हुने अल्सर हुने गर्छ। आजको हामी यति कुरा गऱ्यौँ, नेक्स्ट क्लासमा यसको ड्रग्सहरूको मेकानिजम पनि कुरा गर्छौँ।